you ready, kids? Aye, aye, Captain! I can't hear you. Aye, aye, Captain! Oh! हेलो गाइज नमस्ते हैन यो चाहिँ चिया खान म नपाएर मर्न लागेको पागल हो कुन कस्तो अरे हैन चिया खान नपाएर यो पागल हुन लागिसकेर यस्तो भएर हिँडेको हैन अनि यता चाहिँ हाम्रो सिङ्गर दाजु बिग फ्यान दाजु एउटा गीत सुनाइदिनु न पागल हो पागल हो अरू होइन अब हामी चाहिँ चिया खान गएको यो के भन्छ इभिनिङ वाक होइन इभिनिङ वाक हान्दै हाम्रो यहाँ पागल दाजु कस्तो यस्तै छ यो भाइ यो यो लड्की बाजी वाला गाना भाइ कस्तो अरे इङ्ग्लिसमा चाहिँ बियर हो होइन नेपालीमा चाहिँ अब तपाईँहरू नै कमेन्ट हालिदिनु होला ओके ठ्याप लाएर ठ्याप लाएर हाम्रो सिङ्गर दाजु चाहिँ लजाएर नगर्ने लजावती झर जस्तै लजाउँछौ रमाइलो गर्नुपर्छ गाडी गाडी अँध्यारोमा मै देखेको छैन होला गिद्दी होइन हो जस्तो लाग्दैछ मलाई चाहिँ यस्तो अँध्यारो छ हामी कहाँ देख्छ त दाँतमा त टिलिक्क ठोकेको होला होइन हामी आफै हान्दैछ अनि हान्नु पर्यो हाम्रो फेरि के खिच्छ हजुरको हाम्रो अब अहिले चाहिँ हाम्रो चाहिँ नाइट वक हो होइन यहाँदेखि पारी भन्ज्याङ पुग्नु छ पारी जुम गरेर देखाइदिनु परबत्ती बोलेको भने जुम हान्दियो हामी पर त्यो पनि बसन्तपुरको जानुपर्ने हमारा आँख पे भाग कप्सिङ साइडको भएर होइन यहाँ त बोकेर भागेको त्यस्तो होइन कि गाइज अब यस्तै हो होइन हल्का डर लाग्छ अँध्यारोमा अनि त्यहीमाथि त्यो तिनजना पुलिसहरू कि कसैले ज्याकेट बलिदिइराखेको थियो अनि भागिदिएको नि घुट्टुटु दुईजना चाहिँ फेरि डराउँदैन नि त पछाडि नै छ नि त्यस्तो केही फटाक काम गरेको छैनौँ र पनि हामी चाहिँ भागिदिएको गुटुङडुङ समझ गयो राति चाहिँ यस्तै हो गाइस होइन अलि यस्तो बत्ती सत्तीहरू मात्रै देखिन्छ नि त अनि त्यही भएर भाग्दा त फाक भइसक्यो अन्त पर डाँडाबाट आम्मा हामी परबाट यत्रो यहाँ आइपुगिसक्यो अनि अब जाने चियासा खाने चियाको तलतलले हिँड्यो अब चियासा खाने चिया खाएर फर्किने टक्क
रातो भले क्वाक क्वाक सुत्केरीलाई ख्वाक छ सुनाएको चाहिँ होइन है गाइज सुनाएको चाहिँ होइन मेरोमा चाहिँ छैन मेरोमा त के भयो अरे त्यो के भन्छ खोले भात मेरोमा त्यो गाईलाई दिनु चाहिँ सम्झिनु हुँदैन है त्यस्तो होइन टक्क चामल भिजाउने त्यसको रेसिपी पनि भनिदिइहाल्छौँ नि हामी अन्त रेसिपी चाहिँ टक्क कस्तो भन्दाखेरि चामल भिजाउने भाँडामा टक्क अब कतिजना हुनुहुन्छ परिवार फ्यामिलीमा कतिजना हुनुहुन्छ अब 3 जना 2 जना अब हेरी आधी माना 1 माना चामल भिजाउने टक्क आधी घन्टा 1 घन्टा भिजाइसकेपछि त्यो पानी फ्याँकेपछि टक्क कुकरमा तेल सेल हाल्ने बेसार सेसार हाल्ने होइन अब आफूलाई मनपर्ने चिजहरू नुन अब चिनी हाल्दा नि भयो जे हाल्दा नि भयो आफूलाई मनपर्ने चिज अनि टक्क 2 सिटी 3 सिटी लगाएपछि दामी हुन्छ अरे हाम्रो के भयो अरे खाना पकाउने मान्छे हो नि त त्यो खाएपछि त फेरि अप्पर नि जोस त फेरि गाई यो अघि भर्खर खाएको हो कि अघि भर्खरको होइन यो लगभग 2 वर्ष 3 वर्ष हुँदाखेरिको खाएको थिएँ मैले त्यत्रो वर्ष हुँदाखेरिको जोस हेर्नु अब जोस यत्तिको आउँछ क्या झन् अहिले बनाएर खाइहाल्नु भयो भने यस्ता मुला के हो के कसरी भन्नु मजाले ल है हाम्रो डेस्टिनेसन चाहिँ हामी नजिक छौँ आइपुग्न लागेको छौँ हामी 2 जना नडराउने मान्छे चाहिँ कुद्दै आउँदैछ देखिएकै रहेनछ नि त हामी मात्रै देखिन्छौँ मामा आएर अनि तिमीहरू जस्तो गजेडीसँग हिँडेपछि मैले खेदाउँदैन त हामीलाई What? Bro, what are you talking about, man? हेर्दैखेरि भित्ती छ कपडालाई हेर्नु न कपडालाई उहाँ होइन कमले हिजो आज पुरै डन हुन थालिसक्यो कमले यो डाइलग चाहिँ कुन फिल्मको है ल सोचेर कमेन्ट हान्नु होला हाम्रो यो कुन्टोल भयो अरे त्यो कुन्टोल अरे त यो रजनीकान्त टोल आइपुग्यो रजनी टोल यो चाहिँ रजनी टोल हो यहाँनिर चाहिँ यो चाहिँ शाहरुख खानको घर हो यो चाहिँ शाहरुख खान हजुर यो चाहिँ यो चाहिँ उयो सलमान खानको घर नदेखाउनु देखाउनु हुँदैन शाहरुख खानको पेटबुलहरू राखेको छ बाहिर होइन सलमान खानले यहाँ सलमान खानको पेटबुल आँखा नि बल्दो रहेछ बे अब्बो खतरा आउँदो रहेछ नि दाइ आँखा नि बल्दो रहेछ नि त पेटबुलको त सलमान खानको पो हो त ढुङ्गाले हान न बङ्की यो चाहिँ के अरे सलमान खानको मर्सिडिज अनि होइन मर्सिडिज होइन उयो हो तिमीलाई हो त नि मर्सिडिज त हो त नि यहाँ BMW कार ओ ल फोटो खिच फोटोग्राफर यहाँ फोटो खिच्ने मान्छे यता अलिक नजिक के यहाँ BMW भनेको BMW हो नि त खोइ त हो BMW मा फोटो नखिच्नु हामी मर्सिडिजमा पनि खिच्ने हामी अब मर्सिडिज BMW सबमा खिच्नु परेन त पज गर न भिडियोलाई भन्छु कस्तो यहाँ इम्पोर्टेन्ट कुरा छ क्या पज गर त्यसै कस्तो भन्नु न भन्नु न के छ र अहिलेसम्म एडिट गर्ने विश्वमा कति छ यहाँबाट पिस लगाएर जानु आफ्नै छ पर मेरो बेग्लै छ अनि बानी महँगो पर्छ होइन त्यो पनि हो यहाँनिर चाहिँ हाम्रो याक होटेल सलमान खानहरूले भात खाने ठाउँ चाहिँ यो होइन अब
अरू त अब यता देखाउ न हामी जस्तोको त कहाँ छिर्ने औकात नि हुनु पर्यो एक दिन आउँछ नि त पागल हो पागल नै हो उयो त उयो क्या हो चितुवा ल यो पकाउनु त म यहाँ फोन म उयो गर्छु देखाइदिन्छ टक्कर आएर किन भाग्नु भएको होला ए टक्क यस्तो अब होइन अनि हामी भ्लगरबाट पनि भ्लगमा निस्किन्छौँ भनेर भाग्दै गरेँ क्या अनि के भन्नु यस्तोलाई के हो यो के हो यहाँनिर यस्तो दर्शक पनि यस्तो कुरामा भेट्न सकेको छौँ हामीले अब योभन्दा अरू जानकारी गर्नु छैन हामीलाई होइन यस्तो के हो यो अब दुईटा दाँत पनि छ त होला पागल हो गर्छ त भाग्यो भागो चोर भागो किनकि हामीलाई देखेर क्या यहाँ भनेको सबजना छ हुने हो क्या के को खिच्छ होइन भर्खर त यहाँ स्टार्ट हुँदैछ बसन्तपुरको सबैजनाले सब्सक्राइब हानिदिनु होला होइन यो चाहिँ बसन्तपुर भयो बसन्तपुरको चोक यो भाइहरू चाहिँ हजुर भाइ एन्ट्रीको बिग फ्यान 1000 रुपियाँ हो 1000 रुपियाँ भाइ बिग फ्यान तपाईँको भर्खर मैले हेरेर आएको हुन्छ भाइ हुन्छ ल बिग फ्यान तपाईँको बिग फ्यान ल भाइ ल सब्सक्राइब चाहिँ हान्नु नि ल हानेछ भाइहरूले होइन यतिको सपोर्ट चाहिँ हान्नु पर्यो नि त दाइलाई अब यहीँ बसन्तपुरको ए चरा देखाउ पकड तिमीहरूको गाउँमा यस्तो हुन्छ आम्बो हुन्छ देखा अन्त हाम्रोमा यस्तो हुन्छ यस्तो तिमीहरूकोमा हुन्छ 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 हुँदैन हुँदैन अन्त यहाँ हेर्नु है हुँदैन क्या हुँदैन भएको भए त होइन आइहाल्छ भएको भए त हाम्रोमा किन आउँछ होइन त्यही त दामी बसेको रहेछ नि त जोडी हाम्रो गर्लफ्रेन्ड पीडित गाह्रो छ नि पनि हामीले ब्लगमा जोइन हुँदै यो हाम्रो होइन हो नि जोरबान जोरबान लाउने खतरा रहेछ नि मान्छे त यता चाहिँ फेरि नोबेल हस्पिटल हो ल आज बढाउने त ल जोरबान खतरा हाम्रो दाइ एकदम दाइ हाम्रो के अरे दाइको नाम पाल्सिन दाई होइन कता जानुभएको दाइ ए दाइ हेर्नु त भाइ पो त मेरो त बिग फ्यान मेरो फ्यान मसँग चिया खान हिँडेको मान्छेको त हो कि होइन मस्त छ मलाई हाम्रो दाइको खुल्लै रहेछ त भेनाको हुन नसक्ने भेना कसको भेना हो मेरो त होइन कस्तो खिच्छ अन्त हाम्रो बसन्तपुर रातो रानी होइन